आजको यस भिडियोमा म तपाईहरूलाई विवाहित छोरीको अंश अधिकारबारे सम्मानित सर्वोच्च अदालतले गरेको ऐतिहासिक फैसलाको संक्षिप्त जानकारी दिन गइरहेको छु, जसमा पुरानो नजिर समेत अमान्य भएको अवस्था छ। सम्मानित सर्वोच्च अदालतको बृहत्पूर्ण इजलासले विवाहित छोरीको पैतृक सम्पत्तिमा अंश अधिकार सम्बन्धी बहुचर्चित मुद्दामा महत्त्वपूर्ण फैसला गर्दै अंश मुद्दाको निर्णय गर्दा फिर्याद दर्ता भएको समयमा प्रचलित कानुन नै लागू हुने सिद्धान्त स्थापित गरेको छ। हुन त साथीहरू, हामीलाई थाहा छ, नेपालको संविधानले छोरीलाई पनि समान वंशीय अधिकार दिने भन्ने व्यवस्था गरेको छ र सोही व्यवस्थालाई उक्त यस नजिरले कार्यान्वयन गरेको अवस्था छ, जुन म तपाईहरूलाई भन्न गइरहेको छु। माननीय न्यायाधीश सपना प्रधान मल्ल, डाक्टर मनोज कुमार शर्मा, सारङ्गा सुवेदी, अब्दुल नजिर मुसलमान र महेश शर्मा पौडेल सम्मिलित बृहत्पूर्ण इजलासले राममणि मुडभरी विरुद्ध पुनम मुडभरी रहेको अंशचलन मुद्दामा बहुमतका आधारमा यस्तो फैसला भएको हो, जहाँ उक्त फैसला 5 जना न्यायाधीश भएको पूर्ण इजलासले फैसला गरेको थियो भने जहाँ 3 वटा न्यायाधीशको बहुमतको रायको आधारमा यो फैसला भएको थियो, जस फैसला अनुसार विक्रम सम्वत 2072 साल असोज 14 गतेमा मुलुकी ऐन संशोधन भई विवाहित छोरीलाई पनि पैतृक सम्पत्तिमा समान अंश अधिकार प्रदान गरिएको भए पनि उक्त संशोधित व्यवस्था त्यसअघि विवाह गरिसकेका छोरीको हकमा स्वतः पूर्वव्यापी रूपमा लागू नहुने ठहर भएको छ। यसको अर्थ के हो भने विक्रम सम्वत 2072 साल 6 महिना 14 गते भन्दा पछि विवाह भएका विवाहित महिलाले पनि आफ्नो बुवा आमाको सम्पत्तिमा समान वंशीय अधिकार रहने व्यवस्था गर्यो। तर सोभन्दा पहिले विक्रम सम्वत 2072 साल 6 महिना 14 गते भन्दा पहिला विवाहित भएका विवाहित छोरीले विवाहित महिलाले आफ्नो बुवा आमाबाट सम्पत्ति नपाउने व्यवस्था यस फैसलाले गरेको छ। अदालतले कानुन सामान्यतया भविष्यलक्षी हुने भएकाले मुद्दा दायर भएको समयमा लागू रहेको कानुनका आधारमा नै विवादको निरूपण गर्नुपर्ने स्पष्ट पनि गरेको छ। यस मुद्दामा पुनम मुडभरीले बाबुबाट अंश माग गरेकी थिइन्। जिल्ला अदालत र तत्कालीन पुनर्वेदन अदालतले उनको पक्षमा फैसला गरेको थियो, तर सर्वोच्च अदालतको बृहत्पूर्ण इजलासले उनी 2072 सालको संशोधनभन्दा धेरै अघि नै विवाह गरिसकेको तथ्य प्रमाणित भएको भन्दै तल्लो अदालतको फैसलालाई उल्टाएको छ।